तपाईहरु सामु केही कुरो राखौँ भनेर उपस्थित भइरहेको छु। यो भाषा सम्बन्धी कुरो चाहिँ मलाई केही बोल्नु मन लागेर तपाईहरु सामु उपस्थित भइरहेको छु र आजको विषय भनेको चाहिँ भाषा सम्बन्धी हो। भाषा भनेको चाहिँ तपाईको सबभन्दा विशेष भाषा हो। जो कोहीमा पनि भाषा हुन्छ, तपाईको चराचुरुङ्गी पनि भाषा हुन्छ, तपाईको आफ्नो हुन्छ कि आफ्नोपन हुन्छ। त्यसलाई आफ्नोपनले कराउने, बोल्ने, उनीहरु चिच्याउने हरेक किसिमको उनीहरुको भाषाहरु हुन्छ। जनावरमा पनि आफ्नो भाषा हुन्छ, सबैमा आफ्नो भाषा हुन्छ। तर त्यो जनावर को भाषा हराए त्यो यो संसारमा त्यो एक्लोपन हुन्छ के, उसलाई केही थाहा हुन्न। जब उसको भाषा हराइसकेपछि ऊ जो कुहिरोमा हराएको एउटा बकुला जस्तो हुन्छ। म कहाँ जानुपर्ने, कहाँ हिँड्नुपर्ने, कहाँ पुग्नुपर्ने भन्ने उसलाई त्यो कुनै थाहा हुँदैन भाषा बिर्सिलापछि। अनि त्यसले गर्दाखेरि म तपाईहरुसँग त्यही अब सन्दर्भमा केही कुरा राखौँ भनेर म उपस्थित भइरहेको छु। र हाम्रो यो तपाईको भाषा भनेको यस्तो चिज हो, त्यो भाषाले तपाईँ हामीलाई बचाउँछ, त्यो भाषाले र त्यो शब्दले तपाईँ हामीलाई मार्छ। यो तपाईलाई थाहा छ हैन? राम्रोसँग कसरी मार्छ भन्नुहुन्छ नि शब्द र भाषाले। तपाईको त्यो शब्द यति ओजिला र के अरे पावरफुल हुन्छ र भाषा यति पावरफुल हुन्छ, त्यो भाषा र शब्दले मार्छ पनि बचाउँछ पनि। जस्तै उदाहरणको लागि त्यो एउटा शब्द उच्चारण गरौँ, त्यो फल्नालाई मार भन्ने शब्दले त्यसले मार्छ, तर त्यही शब्दले फल्नालाई त्यो नमार भन्दाखेरि त्यो शब्दले उसलाई बचाउँछ। त्यसले गर्दा यो शब्द र भाषा कति महत्त्वपूर्ण र के अरे पावरफुल रहेछ त, बुझ्नुभयो नि हैन? र तपाईँ हामीले आफ्नो भाषा बिर्सिनु र नबोल्नु भनेको तपाईँ हामी कुहिरोमा हराएको बकुला जस्तै हो। कि तपाईँ भित्रको भाषा चाहिँ अर्को भाषाले तपाईलाई डोमिनेट अथवा थिच्यो भने तपाईको भाषा दबिन्छ र अर्को भाषा बोल्नु भने तपाईँ भ्रम हुन्छ। तपाईमा तपाईँ बोल्नुहुन्छ हैन, व्यवहार गर्दै जानुहुन्छ, तर तपाईँ भ्रम सिर्जना हुन्छ घरि पनि। किन भ्रम सिर्जना हुन्छ भने तपाईको दिमागले काम गर्छ तर नि फरक तरिकाले काम गरिरहेको हुन्छ। वास्तविकता तपाईको के हो त्यो कुरो तपाईलाई थाहा हुन्न र तपाईँ डराउनुहुन्छ आफ्नो भाषा हराएपछि। अरूको भाषा बोल्दाखेरि तपाईमा नडराउने हिम्मत आए तापनि तपाईको भाषा हराएर दबिएको कारणले गर्दा तपाईमा त्रासहरू हुने गर्छ। त्यसले गर्दाखेरि तपाईको भन्छ नि त, यता आऊ भन्दा उता जाने, उता जाऊ भन्दा यता आउने। किन त्यस्तो हुन्छ मानिसहरू भन्दाखेरि तपाईको उसको भाषा हराएकै कारणले गर्दाखेरि। र अन्त जस्तै अहिले बोलिरहेका छौँ यो नेपाली भाषा हामीले भनिरहेको छौँ, तर वास्तवमा हाम्रो रोडुङको भाषा के थियो त? अब रोडुङको भाषा त छैन, तर हाम्रो भाषा त दबिएछ नि, भित्र छ। तर हामीलाई कुद्नु भनेर कुनै मान्छे कुद्दैछ भने हैन, उदाहरण लागि अगाडि कुदिरहेछ दुईजना हैन, कुदिरहेछ, तर एउटाको खुट्टामा पक्रियो भने के हुन्छ? त्यो कुद्नु सक्छ? सक्दैन नि, त्यो अर्कोले छोडेर गइहाल्छ। त्यस्तै हो हाम्रो भाषा। अहिले कस्तो अवस्थामा छ भने तपाईँको हामी बोल्नु खोजे पनि अर्को भाषा अगाडि आइदिइहाल्छ हैन। यो जुन अहिले हामीले बोलिरहेको भाषा अगाडि आउँछ र हाम्रो भाषा र दबिएकै कारणले गर्दा नि हामी अहिले पछाडि परिरहेको कारण छ। मैले यसरी बुझ्छु हैन, तपाईँहरूले कसरी बुझ्नुहुन्छ? र हाम्रो भाषा अहिले दबिरहेछ, हराइरहेछ। त्यसले गर्दाखेरि भाषा हराउनु भनेको हामी यो होस हाम्रो गुम्नु जस्तै हो। र हामीलाई थाहा पनि छैन के छ हाम्रो भाषा कस्तो थियो, संस्कार संस्कृति कस्तो थियो, र हाम्रो पुर्खाहरूले मान्दै लिएको त्यो शब्दहरू कस्तो थियो, बोल्ने शैलीहरू कस्तो थियो, तपाईँको रीतिरिवाज कस्तो थियो, त्यो कुरोहरू सबै हामीलाई थाहा छैन। कि हाम्रो पुर्खाले मान्थ्यो, त्यो पुर्खादेखि उसको छोरामा अलिक हराउँदै गयो, नातिमा हराउँदै गयो, पनातिमा हराउँदै, यसै हराउँदै जाँदाखेरि आज आएर हाम्रो भाषा र संस्कारहरू संस्कृतिहरू हराइसकेको जस्तो छ, हराइसकेको अवस्था छ। त्यसले गर्दाखेरि अनुसन्धान अध्ययन गरेर खोज्नुपर्ने अवस्थाहरू छ तपाईँ हामी सबै मिलेर। किनभने आफ्नो भाषा संस्कृति जस्तो अनि फेरि तपाईँको यो भाषा भनेको यस्तो चिज हो, तपाईँको यो भाषा भनेको एकदम भाषाले पनि ह्याक गर्छ दिमागलाई। किन ह्याक गर्छ भने अब तपाईँ हामी अहिले यहाँ जुन भाषा बोलिरहेको छौँ, यो भाषाको र बोलिराख्दाखेरि अर्को भाषा हामीले नबुझ्ने भाषा आएर कसैले बोल्दैन, किनभने हाम्रो दिमागले काम गर्दैन। कि हाम्रो दिमागलाई ह्याक हुन्छ। ह्याक भएपछि के हुन्छ, तपाईँको टेन्सन हुन्छ अनि हरेक कुरोहरू हामी भ्रमित हुन्छौँ र अनि के हो कसो भनेर हामी आफै तर्सित हुन्छौँ कि नयाँ भाषा आयो भने।
त्यो भाषाले यति तपाईँको ह्याकिङ गर्छ आफ्नो दिमागहरूलाई, मानिसको दिमागलाई। त्यसले गर्दाखेरि हाम्रो दिमागको जुन पहिलो भाषाहरू शब्दहरू थियो त्यो भाषा र के अरे शब्दहरूलाई यो अहिले जुन बोलिरहेको यो भाषा र यो नेपाली भाषा यसले ह्याकिङ गरिरहेछ। ह्याकिङ गरेर डोमिनेट गरेर हामीलाई दबाएर भसाएर भित्र राखेको कारणले गर्दाखेरि तपाईँ हामी अहिले पछाडिनु पर्ने कारण र हाम्रो कुराहरू किन सुन्नै हुँदैन भन्दाखेरि कि हाम्रो भाषै छैन। भाषा हराएपछि अन्त कि हामीले के भन्ने त, होइन? त्यसले गर्दाखेरि हामी पछाडि परिरहेको छौँ र त्यसले गर्दा तपाईँ हामी अलिक सचेत भएर अगाडि अग्रपङ्क्तिमा आउनुको लागि तपाईँ हामीले अब भाषा सिक्नु पर्यो। भाषा सिक्नु पर्यो। शब्दहरू के अरे शब्दकोशहरू छ हाम्रो के अरे रुडुमुरको त्यो कुरोहरू अनुसन्धान र अध्ययन गरेर खोजेर तपाईँको अगाडि बढ्यो भने भोलि पक्कै पनि फेरि तुरुन्तै त नहोला, केही समय लाग्ला तर नि परिवर्तन हुनेछ भन्ने मलाई जहाँसम्म लाग्छ। र यो भाषा भनेको चिज चाहिँ एकदम खतरनाक है। मैले भनिहालेँ यो भाषाले मार्छ पनि बचाउँछ पनि। यो भाषा भनेको यस्तो चिज हो। त्यसले गर्दाखेरि तपाईँ हामीले सोच्ने बेला आएछ र तपाईँहरूसँग यति थोरै कुरा राख्दै तपाईँहरूबाट अहिले बिदा हुन्छ। हस्त, धन्यवाद।